Jai Mr. Good morning. Welcome back to my YouTube channel. तपाईहरुलाई सो आज चाहिँ हामी दाजुभाइ आउटिङ यो न्यू ब्रिज सरमसाको न्यू ब्रिजमा अपुलेश मिसाल रमेश म आज यसो फुपूकोमा पनि यसो गएको हाम्रो आमेसी उता हुनुहुन्छ सो आमालाई भेट्दै गएको अन्त यहाँ ब्रिज मुनि पनि मजा यस्तो घरहरू छ यत्रो घरहरू हो साइन्स सिटी यहाँ छ यसको माथि चाहिँ ब्रिज राम्रो बनाएको छ यो मन पर्यो भ्यू पनि राम्रो सो फुपूकोमा गएको तारको हामी चाहिँ आज तपाईहरुलाई बाटोमा त्यहाँ पुगेर घरै फर्किँदासम्म देखाउँछु सो हेर्दै गर्नुहोस् होला अहिलेसम्म भिडियोलाई सो अहिले भेट्छु तपाईहरुलाई राटोङमा चाहिँ लोकल काँक्रा छ काँक्रा चाहिँ मेरो खाइँदैन हो दामी खाइन्छ दामी भाइ नाइस भाइ टेस्ट दामी छ अपन चाहिँ छानेको हो अब अलिलो छ मकै पनि देखाएर यहाँ बदमासहरू मकै मेरो यस्तो हो मजा छ है राम्रो छ टेस्ट राम्रो छ कलिलो हो आजको सनी डे हाम्रो छुट्टी थियो मकै खाँदैन सो आउटिङ आज राम्रै हुँदैछ ल मिठो छ बदमासहरू मिठो छ काँक्रा दामी लभली काँक्रा ए दसकै त्यस्तो पनि बेला बेला गीत पनि त्यस्तै बजायो त्यसले कुन खाउ भयो त हौ हजुरलाई त आज त है एक काँक्रा एक बार अहिले हामी राताकै 32 नम्बर आइपुग्यो सिन्टामा त्यसको बादमा हामी सिधै फुटबल जान्छ अहिले भेट्छु तपाईँहरू बाटोमा अहिले बाटो मकै पनि खाइसक्यो काँक्रा पनि खाइसक्यो अब मल पनि छ अब यसले चाहिँ तिर्खाहरू गर्नु पर्यो यो राम्रो पनि हो हेल्थको लागि पनि राम्रै हो दहीको त हो राम्रो हो आज त्यो राम्रो भयो सबै अर्ग्यानिक है मकै पनि अर्ग्यानिक हो काँक्रा पनि अर्ग्यानिक अब मही पनि अर्ग्यानिक ल गाइजहरू चाहिँ हामी टक्कै यहाँ लर टार्कु तनक भन्छ ल यहाँलाई आइपुग्यो अन्त यहाँ छ फुपूको घर चाहिँ यो पनि फुपूकै घर हो तर हाम्रो फुपूको घर चाहिँ यहाँ मुनि यो स्ल्याब देख्दै गरेको त्यो आइपुग्यो अब चाहिँ यहाँको भ्यू मजाको देख्दो कसैले त्यति मात्रै हो कसैले अरू छ यहाँ यो यहाँ चाहिँ इस्कुस हुँदैन र यो चाहिँ यहाँ तर यहाँको लागि चाहिँ एकदम कसैले यहाँ अब यहाँ जुत्ता लगाउँछ यहाँ कसैले टन्नै छ डिगीमा यहाँ इस फेरि यिनीहरूले नलिआएछ भन्छन् नि तपाईँहरूले फेरि सो अब यहाँ अब गफसफ गरेर खानासाना खाएर अब तपाईँहरूलाई अहिले भरे निस्किने बेलामा भेट्छु ल अहिलेलाई चाहिँ बाई बाई अर्को नयाँ घर यहाँ आइपुग्यो अब अहिले भर्खर बिचरा मेरो फुपूले पुस्नु हुँदो रहेछ अहिले भेट्छु हामी बडी बिल्डर यहाँ छ अब हुन्छ हुन्छ र यहाँ हामी चाहिँ अहिले तल चाहिँ मेरो सानो फुपू हाम्रो अनि यहाँ माथि चाहिँ ठुलो फुपू हुनुहुन्छ अनि यो चाहिँ पहिलाको घोडा हिँड्ने बाटो अरे अन्त यो बाटोबाटै
गाडी यहाँ राख्यौँ हामीले यतापट्टि अनि यो घोडा हिँड्ने बाटोबाट चाहिँ अब हामी हिँड्दै अन्त गाडी चाहिँ यहीँसम्म मात्रै जाँदो रहेछ त्यही भएर चाहिँ अन्त उतापट्टिबाट पनि जान्छ माथि त्यो बाटो चाहिँ अहिले पानीले निकै खोलेको छ अरे त्यो माथि यो अल्टो अलिक सानो गाडी छ त्यही भएर ठुकिन्छ होला भन्छ यहाँसम्म चाहिँ जाँदो रहेछ गाडी यहाँदेखि चाहिँ अब बाटो यस्तो रहेछ हो अलिक ठुलो ठुलो गाडीहरू लानुपर्छ होला थारले गइजान्छ त्यसको थार्लेको भए हुन्थ्यो नि हामीले ल्याइन हो अन्त अब हाम्रो यो दिएको त्यो थारै ठिक छ यसो माथि पुगेर तपाईँहरूलाई यो बाटो चाहिँ पुरानो बाटो हो तर अहिले यो घरहरूले गर्दाखेरि चाहिँ अलिक बढाएको रहेछ सो यस्तै छ गर्मी पनि छ आजको दिन मजा पनि आयो दुईजनाले कसैले बोक्नु नसकेर यहाँ काठमा बोकिरहेको छ हाम्रो रमेश निचाल्ने हो अन्त हाम्रो निचाल निचाल्ने पनि हो पुरानो बाटो चाहिँ यत्रै थियो निकै ड्यामेज भएको छ बाटो है के हुन्छ मजाको साइड होइन छ यो घरको उतापट्टिसम्म ल्याएको थियो है रमेश यो घरको उतापट्टिसम्म यो घरको त त्यहाँ हामीले घुमाएको थियो ठिक रहेछ अब मान्छे कम्ती होला नि त निसा घरमा अन्त के यस्तो सजेस्ट दिइराख न अन्त होइन यतिकोमा चाहिँ ठिकै होला अब अहिले जेनेरेसनमा अहिले सबै नपढी होला हो मान्छे कोही सक्दैन नै घरमा त खाएको भाडा धरि धुनु मान्छेले साह्रै पाउँदैन जस्तो है ढिलो भयो अफिस ढिलो हुन्छ के भयो के भनेर अहिले त तिमी पनि नदै जान्छौ म त अफिसको म त धुन्छु नि तिमीले खाएको मात्रै म त मेरो सबै म त धुनुपर्छ होइन आफूले खाएको त्यो त आफूले धुनु किन है त्यसो छैन इक्जाम्पल नि अब त्यो भाडा भन्ने चाहिँ जे गर्दा होइन निचा यहाँ मैले यस रमेश निचाले ठिकै भनेको हो कि यहाँ राखेको घुमाएर सायद कसको बिहामा हो कि के तिलक दाजु पनि थियो है निचा आएको हो नि सिलेरीमै हो त यो टर्निङमा उहाँ राखेको गाडी यहाँसम्म चाहिँ गाडी लिएको थिएँ मैले यहाँसम्म चाहिँ हामीले लिएर राखेको हो नि त यहाँदेखि सामान लगेको थियो माथिबाट सिलिन्डर लिएर आएको होला हौ चुल्हाहरू माथि गएको थियो कहाँ हो याद भएन यो जग्गामा चाहिँ हरेक घरमा के एउटा टक्कै रोड जाने जग्गाहरू बनाएको छ साह्रै राम्रो गरेर नि हो दामी काम छ हरियाली यतिको जग्गा त साह्रै यस्तोमा चाहिँ साप हुन्छ है अलिकति अलिकति पनि बस्छ नि यहाँ है बेच्छ पो त्यो त क्या बेसी छ हेर न यो अमला सिलगढीमा बोरा बोरा जान्छ यो अमला पुरा आएको छ जग्गा यस्तो भयो त हरियाली है तर यहाँ चाहिँ पुरा गरम हो यस्तोमा चाहिँ साँपहरू पनि निस्किन्छ यो उनीहरू चाहिँ यहाँको यो चाहिँ सिलगढीतिर बोरा लान्छ अन्त डेकोरेसनको लागि होइन ल कता उकालो उताबाट होइन न आँखामै पुग्छ ल हिँड्दैछ हामी चाहिँ यस्तै हो बाटो रोड चाहिँ रोडै हो तर मान्छे हिँड्ने रोड हो उमाथि हो यो टावरको छेउमा हो घर फुपूरको अन्त यो रुखको फेदमा चर्चहरू छ अब आइपुग्न यो माथि पनि गाउँ छ यहाँ माथिबाट आउँथ्यो रोड गाडी चलाउँछ तर अहिले पानीले अलिक बिग्रेको छ अरे बिग्रेको छ अरे अनि हामी चाहिँ यताबाट आएको गरम पनि भयो अन्त माथि फुपूरकोमा चाहिँ आज खेताला पनि छ अरे सो म त्यहाँ चाहिँ भिडियो गर्दिनँ तपाईँहरूलाई त्यहाँको चाहिँ म देखाउँदिनँ भरे फर्किँदाखेरि देखाउँछु यो गरममा साह्रो पऱ्यो पसिनाले अरूलाई चाहिँ बाई बाई चर्च चाहिँ यहाँ छ फुपूरको माथि चाहिँ खेताला छ अरे नि त त्यहाँ
फुपूहरूको चर्च चाहिँ हो। बाई बाई। हामीको बद्दुमा आएर असल 15 होइन अरे रे ल हामी चाहिँ यहाँ फुपूकोमा अब रेस्ट गरिरहेको म पनि ढल्किरहेको छु सबैजना यहाँ आफू रेस्ट गरिरहेको छ थाके माथि ठुलो फुपूकोमा चाहिँ अलिकति हिँड्नु पऱ्यो कि गाडीको बाटो जाने बाटो चाहिँ अलिकति पानीले बिगारेको कारणले गर्दाखेरि चाहिँ हिँडेर गएको त्यसले गर्दा चाहिँ निकै थाक्यो नत्र माथि पनि रोडमै पुग्छ रोडमै पुग्छ र आँगनमै पुग्छ रोड गाडी तर भएन हाम्रो निकुङ चाहिँ यहाँ हुनुहुन्छ छठीकोमा बस्नु भएको रे अहिले घर आउने इच्छा गर्नुभएको छैन इच्छा त गर्नुहुँदै थियो तर फुपूहरूले नै अहिले अनुमति दिनुभएको रे सो यस्तो छ अब खानाहरू बनाउनु हुँदैछ फुपूले खानासाना खाएर चाहिँ हामी फर्किने नाति बुझेको गफ हुँदैछ यहाँ चाहिँ नातिले कहाँ काम पेसेको छ के छ भनेर सोध्नु रहेछ नातिलाई पनि भोक लागेर हाई काटेको छ पनि आइपुग्नु मेरो कान्छी फुपू उज्यालो तर यो रुम है उज्यालो रुम है के खानु पूजा के खानु यो चाहिँ अर्ग्यानिक चिकन हाम्रो हो ए छ नि त यहाँ प्रुफ छ नि प्रुफ चाहिँ यो है यो हाम्रो अर्ग्यानिक पाक्दैछ अर्ग्यानिक भ्लगर दाजुहरू अन्त अब म त गर्दिनँ विवेक कस्तो दामी आएको भनेको है यहाँ चाहिँ लोकल फुपूले बिचारा हाम्रो फुपूले दुःख मेहनत खाना खाने भोक लागि पनि रहेको छ हो अब चाहिँ हामी खानासाना पनि टन्नै खाएर भुँडीले दुःख पायो फुपूले भन्नुहुँदै थियो फुपूले दुःख पायो भनेर तर मेरो चाहिँ भुँडीले दुःख पायो आज घिच्रो पिन्छेले दुःख पायो अन्त अब हामी चाहिँ निस्केको सेवा पनि जानु छ आज ब्रदर्स ग्यादरिङ कसको विविधाकोमा अदमपुल सो अब हामी यहाँबाट निस्केको कति बजी भने 6 बजी छ 6 बजी छ अन्त भुँडी पनि दुख्दैछ बाटोमा अब साह्रो परिहाल्यो भने पनि केही छैन बाटोमै जान्छु अब यहाँबाट चाहिँ हामी छिटै निस्केको त्यसो भए सो अब तपाईँहरूलाई अहिले बाटोमा भेट्छु अहिलेलाई चाहिँ बाई बाई कति अरे अहिले चाहिँ हामी ब्याक टु अब घर गएको तर अहिले चाहिँ रानीपुरमा सेवा छ सिटीपुलको त्यहाँनिर सो अहिले हामी यो बाटो नै सरमसाकै बाटो नयाँ ब्रिज गएको कति अरे यता बजारबाट बस्नु भन्दा चाहिँ यहाँबाट बस्नु ठिकै हो जस्तो लाग्दैन छिटो भयो जस्तो लाग्यो सो हामी यो नयाँ ब्रिजको बाटो जाँदैछ आजको दिन एकदम रमाइलो भयो दाजुभाइ अप्ठ्यारो छुट्टीले गर्दाखेरि फ्यामिली टाइम पनि भयो आमालाई पनि भेट्यौँ अन्त टन्नै खाना खाएर आएको दुखिसक्यो हामीलाई टाइट भइसकेको छ अनि मेजबान त्यस्तै फुपूको हो अनि यसो अब हामीलाई पनि मजा आयो
बाटो पनि दामी, जुन पनि दामी लागिरहेछ साइडमा। बाटो पनि आम्बो। सो यस्तै हो आजको अब भिडियो चाहिँ सायद म यहीँ एन्ड गर्छु होला। अब गएर हामी सेवामा बस्नुपर्छ, फेरि बेलुका हुन्छ फर्किनु, अब त्यो गर्नु पाउँदिनँ होला। अन्त अनि एउटा सेवाको चाहिँ देखाइदिनुहोस् न प्लिज। के देखाइदिनु सेवामा मान्छेहरू ग्यादर हुँदै गरेको त्यसो भए भ्युअरहरूकोबाट रिक्वेस्ट हेर्नु चाहन्छौँ। ओके। सो हामी सरमसा पम्प आइपुग्यो। हामी यहाँबाट हामी सेती पुल जान्छ, सेती पुलबाट चाहिँ अलिकति माथि हो कि। सो तपाईँहरूले त्यसो भए सेवा भन्नु पर्ने हुन्छ। अहिलेलाई चाहिँ अहिले चाहिँ अब पेड हेलो गाइस, अब चाहिँ हामी सेवाबाट पनि आइसक्यो, फर्केको। अलमोस्ट टाइम। अहिले टाइम भयो 9:50 भएछ। त्यहाँ सेवाभित्र पसिन मैले चाहिँ बाहिरै बसेकोले गर्दाखेरि चाहिँ भित्रको अब देखाइयो तपाईँहरूलाई। अन्त हामी बाहिरैबाटै खाना निस्केको। सो अब हामी राङ्का पुग्यो, हामी 0 पुगिहाल्यो। अन्त अब यो आजको हाम्रो मेरो भ्लग चाहिँ अब म यहीँ एन्ड गर्छु। अन्त आजको टुर हाम्रो आजको आउटिङ विथ ब्रदर्स मजा आयो। सो अब केटाहरूले अलिकति के भन्नु सक्नुहुन्छ, त्यहाँदेखि यसो चिराग्दा हुन्छ हाम्रो। के छ भन्नु? हामी रमेश ल मेरो पनि त्यही मेरो पनि त्यही ल।